आज मेन बोल्नुको अर्थ चाहिँ अथवा चाहिँ किन बोल्न खोजिरहेको छु भन्दाखेरि इट्स अ कम्प्रिहेन्सिभ रिपोर्ट। सागर ढकालबाट पनि थाहा पाएँ कि कम्प्रिहेन्सिभ रिपोर्टहरू आउँदैछ एन्ड दे आर ट्राइङ टु अन्डरस्ट्यान्ड द इन डेप्थ सिचुएसन अफ ह्युमन मङ्की कन्फ्लिक्टलाई लिएर। र अर्को कुरा के हो भन्दाखेरि सांसदहरू बीच अन्डरस्ट्यान्डिङ हुनु र पार्लियामेन्टमा यसको छलफल हुनु, द्याट्स अ भेरी गुड इस्यु। र अर्को कुरा चाहिँ रिसर्च टिमहरू बनाइएको रहेछ र बजेटहरूलाई एलोकेसन गरेर थप स्टडी गर्ने बनिएको रहेछ। अब मेरो कन्सर्न चाहिँ अथवा मेरो मेन कुरा चाहिँ के हो भन्दाखेरि हामीले डिफ्रेन्ट मेथड्सहरू लगायौँ होइन। मेबी महावीर पुनको इनोभेसन सेन्टरबाट बनाइएको चाहिँ एउटा आवाज निकालेर चाहिँ धगाउने तरिका पनि गऱ्यौँ। अनि विन्ड लगाएर चाहिँ सानसानो उसलाई चाहिँ आवाजहरू निकालेर चाहिँ त्यसलाई धगाउने कुराहरू पनि गऱ्यौँ, डिफ्रेन्ट प्रोस्पेक्ट गऱ्यौँ र त्यहाँ चाहिँ अझ पनि काम लागेन भन्ने कुरा पनि आयो। एकदमै साँच्चीकै यसलाई चाहिँ धगाउन सक्ने अथवा चाहिँ यसलाई चाहिँ मिटिगेट गर्न सक्ने साँच्चीकै ठाउँै नभएको रहेछ कि क्या भनेर महावीर पुन पनि कहिले कहिले इन्टरभ्यूमा दिक्क भएको पनि देखेँ। अनि स्पेसली आज चाहिँ बोल्न मन लागेको सागर ढकालले चाहिँ सांसदहरू पनि सिरियस छन् अनि त्यसपछि रिसर्च टिमहरू बनाएर यसमा चाहिँ बजेट एलोकेसन गरेर अगाडि बढ्न खोजिएको छ भन्ने कुरा भयो। र अर्को कुरा सागर ढकालले भनेको कुरा चाहिँ के थियो भन्दाखेरि यसलाई मिटिगेट गर्न चाहिँ फरेस्टलाईमा चाहिँ बाँदरहरूले मन पराउने फलफुलहरू चाहिँ लगाउने हो कि भन्ने कुरा गर्यो। द्याट कुड बी अ बेटर आइडिया। तर मैले चाहिँ सेयर गर्न खोजेको चाहिँ फ्यु थिङ्स हो। के कुरा हो भन्दाखेरि मेबी डाइरेक्टली कुरा गर्दाखेरि हामीले फरेस्ट प्रोडक्टिभिटीलाई ध्यान दिएनौँ जस्तो लाग्छ। फरेस्ट प्रोडक्टिभिटी इन अ सेन्स मैले नेचुरल फुड चेन्सहरूलाई र पिरामिड अफ नम्बर्सहरूलाई चाहिँ ध्यान दिएनौँ जस्तो लाग्दैन। जस्तै अब पिरामिड अफ नम्बर्स अथवा पिरामिड्स अफ फरेस्टलाई अलिकति बुझ्ने हो भने